धेरैजनाले चाहिँ मलाई बेबी सूर्यान्सको अन्नप्राशनको सेटअप तपाईँहरूले रेन्टल लिनुभएको हो कि कुन ठाउँबाट रेन्टल लिनुभएको हो या आफै गर्नुभएको हो भनेर सोध्नुभएको थियो। मैले चाहिँ बेबी सूर्यान्सको अन्नप्राशनको सेटअप चाहिँ आफै गरेको हो। किनकि मैले रेन्टलको लागि नि बुझेको थिएँ। मलाई अलिकति एक्सपेन्सिभ पनि लाग्यो। मलाई चाहिएको सेटअपहरू चाहिँ उहाँले अलिक धेरै नै प्राइस कोट गरिरहनु भएको थियो। अनि मलाई चाहिँ यस्तो डेकोरेसनको सामानहरू चाहिँ रिपिटेडली युज हुने, हामीले अरू बेला इभेन्ट गर्दा पनि काम लाग्ने जस्तो लागेर चाहिँ होइन, बरु एउटा सेटअप पर्मानेन्टली नै लिइराखौँ, पछि पनि काम लाग्छ भन्ने सोचेर मार्केटमा बुझ्दै थालेको। त्यो बुझ्दा चाहिँ मलाई रेन्टलभन्दा चाहिँ सस्तो पनि पर्छ र युज पनि हुन्छ जस्तो लाग्यो। त्यसको लागि चाहिँ हामी मार्केट गएको थियौँ। मार्केटमा चाहिँ हामीले लगभग सबै डेकोरेसनको सामान चाहिँ एउटै ठाउँमा त्यो चुरागल्लीमै भेटेको थियौँ। अनि फेब्रिकको चाहिँ अझै हामीलाई सस्तो पर्छ उता बाङ्गेमुढातिर भन्नुभयो। अनि हामी त्यसको लागि बाङ्गेमुढातिर गएको थियौँ फेब्रिकहरू, त्यो कुसनको खोलहरू लिनलाई। अनि अर्को भनेको चाहिँ त्यो सेटअप गर्दाखेरि जुन रमाइलो भयो, रमाइलो पनि हुन्छ, फन पनि हुन्छ, त्यो फन पनि इन्जोय गर्न पाइयो। अनि आफैले आफ्नो एफर्ट पनि लगाएको छौँ है बाबुको अन्नप्राशनमा भन्ने खालको फिलिङ पनि आयो। त्यही भएर चाहिँ मैले आफै नै गरेको हो। अनि मलाई यो पुरै सेटअप गर्न लगभग 7000 लाग्यो। र यो सामानहरू कहाँ लिएको भनेर सोध्नुहुन्छ भने मलाई डिएम गर्नुभयो भने म भनिदिन सक्छु तपाईँहरूलाई। ओके, बाई बाई।